उपस्थिति हुनुभएको हाम्रो दाजुभाइ दिदीबहिनी र गुरुआमा गुरुबा सबैलाई फेरि पनि कृष्ण अभिवादन साथै जय मसी। मैले एकछिन के समय दिनुभएकोमा तपाईँहरूलाई धन्यवाद, मण्डली परिवारलाई पनि हृदयभित्रबाट म धन्यवाद दिन्छु। र आज यसरी नै दसैँ तिहार दसैँको बेलामा हामी एकदम हृदयभित्रबाट हामी आँटिरहेको थियो, कहाँ सङ्गति हुन्छ, कहाँ के हुन्छ, प्रभुको सेवकाहरू कहाँ छ, खोइ कुन ठाउँमा छ भनेर हामी खोज तलासमा थियो, तर पनि हामीले पाइरहेको छैन। र हिजो बेलुका हाम्रो एउटा मण्डलीको भाइ विदेश जानुको लागि उहाँको घरमा प्रार्थना गर्नु हामीलाई बोलाएको थियो। त्यतिखेर हामी जाँदाखेरि उहाँ देवी आन्टीले हामीलाई भन्दै हुन्थ्यो, भोलि सङ्गति छ जाने भनेर मलाई सोध्यो। मैले भने जान्छु भाइ, मेरो श्रीमती र म, मेरो नेपाली अलिकति प्रोनाउन्सिएसन त्यति उयो छैन होइन, त्यसको लागि म क्षमा प्राप्ति गर्छु। किन भन्दाखेरि मेरो नेपाली एकदम अलिक डाइरेक्ट छ, त्यही कारणले कतिको हृदय पनि दुख्नु सक्छ, त्यसको लागि पनि म क्षमा माग्छु। र त्यसरी मैले यो सेवकाई छ यो ठाउँमा भन्ने कारणले गर्दाखेरि मलाई एकदम भित्रबाट इच्छा जाग्यो, म जान्छु भनेर। अनि मेरो श्रीमतीसँग कुरा गरेर सल्लाह गरेँ, जाउँ न भोलि भने। हामीले आफ्नो कामहरू पनि छोडेर हामी प्रभुको राज्यका लागि पहिला जानुपर्छ भनेर हामी यसरी आएर यहाँ तपाईँहरूको सङ्गति देख्दाखेरि मलाई जससँगै भएर म पछाडिबाट मैले छिर्ने बित्तिकै मैले कस्तो महसुस गरेँ भन्दाखेरि म हाम्रो आफ्नो मण्डली छ, तर पनि म प्रायः जस्तो म जसोआ नै फलो गर्छु। हाम्रो शिवनाथ दाईसँग बसेर उहाँसँग सङ्गति गरेको कारणले गर्दाखेरि मलाई अलिक त्यो खालको माहौल मलाई अलिक रमाइलो लाग्छ प्रभुको उपस्थितिमा छिर्नुको लागि। त म यहाँ भित्र बस्दाखेरि टुरै पुग्दाखेरि मलाई कस्तो लाग्यो, अनि ठ्याक्कै त्यही दाइले फेरि त्यही वचन दिनुभयो, यदि कसै छोरालाई आफ्नो बाबाको छेउमा गाली गर्दाखेरि त्यो बाउले गाली गर्दाखेरि पनि उसलाई कस्तो दुःख लाग्छ भन्ने कुरा मैले ठ्याक्कै त्यतिखेर सम्झेँ। म पनि एउटा विश्वासी परिवारबाट नै आएको हो, तर म प्रभुलाई त्यति चिनेको थिइनँ। म चर्च जान्थेँ, बजाउँथ्यो, फेरि म निक्लिहाल्थ्यो। मलाई त्यति प्रभुको उपस्थितिमा बस्नु इन्ट्रेस्ट थिएन मलाई। अनि म त्यो एडिक्सनमा नै म थियो, प्रायः जस्तो म एडिक्सनै म खान्थेँ, घुम्थेँ होइन, साथीभाइ सङ्गतमा थियो। र एडिक्सन म यति साह्रो डुबेँ, एडिक्सनमा डुब्दाखेरि म एकदम आफ्नो घर परिवार नै मैले बिर्सिसकेको थिएँ। अनि मैले छोडेर गएर म विराटनगरमा खान्थेँ, बस्थेँ, कतातिर म बाटोको छेउछाउमा सुत्थेँ, कतातिर गाछीको तलतिर सुत्थेँ, बिहान उठेर म भाग्थेँ। त्यसरी गरेर म हिँड्थ्यो। अनि मेरो बाउले खोजिराख्थ्यो, कहाँ गयो छोरो, जेठो छोरो कहाँ गयो, मेरो हरायो भनेर बाउ एकदम खोजिराख्थ्यो। म विराटनगरमा म एकदम मैले त्यहाँ चिनेको मान्छे थुप्रै थियो, कसैलाई पनि नभन्नु म क्षमा छ भनेर एउटा पास्टरको छोरा त्यसरी खाएर हिँड्दाखेरि विराटमा इसाई समाजले जम्मैले चिन्छ हाम्रो बुवालाई। र एउटा समाजको मान्छे भएको कारणले गर्दाखेरि पनि म विश्वासीहरूलाई म हेर्दैन थिएँ, म चर्च जाँदैन थिएँ, खाएर घुम्थेँ, लड्थेँ कतातिर। अनि एडिक्सनमा थिएँ पुरा, एकदम बिहानैबाट 4 बजीबाट एडिक्सनमा त्यसरी हिँड्थेँ। म आफ्नो परिवारलाई पनि मैले छोडिसकेको थिएँ। र त्यस्तै गर्दाखेरि बाउले अनि मलाई एकदिन चाहिँ भेटेर लिएर आयो घरमा। लिएर आएपछि अनि यहाँ निम्बुवामा डुबीबाट अलिक अगाडि निम्बुवा छ, त्यहाँ छ। अनि त्यहाँ राखेपछि यताउति कुरा गरेर बुढीसँग फेरि राखेँ होइन। अनि बसेपछि फेरि म खाना भन्थेँ, तर मैले सक्दैन थिएँ। अनि म फेरि लुगा खान्थेँ। अनि त्यसरी खाँदा बुढी चाहिँ अति भयो, उहाँ एकदम सहनु नसक्ने स्थितिमा पुगिसकेको थियो मेरो श्रीमती। र म विराटनगरबाट आउँदाखेरि तपाईँहरू बताउनुहुन्न, प्रभु साक्षी छ, प्रभुलाई थाहा छ, म घरभित्र आउँदाखेरि एउटा तन्ना र एउटा सिरानी मात्रै थियो, घरको सामान छैन। तपाईँलाई थाहा छ थारूसँग बिहा गर्दाखेरि सामान कति पाउँछ, 2 ट्र्याक्टर मेरो सामानै थियो, दराजहरू, पलङहरू, टन्नै थियो सामानहरू। अनि 2टा कोठा भाडामा लिएको थियो, पुरै सामान थियो। अनि आएर चाहिँ हेर्दाखेरि छैन, एउटा सिरानी र तन्ना मात्रै छ। अनि पुरा माथेर म आएको थियो। अनि घरबेटीले भन्यो, तपाईँको बुढी त गयो त भाइ, इसाक भाइ, अब के गर्नुहुन्छ भन्यो। अनि म त झसङ्ग भयो। अनि गयो त्यसरी गएपछि बाउ छेउमा थियो, बाउले आएर बोलाएर लिएर गयो। म धन्यवाद दिन्छु मेरो बाउलाई, किन बाउले अहिलेसम्म पनि मलाई एकदम वास्ता फिक्री गर्नुहुन्छ। र त्यसरी हराएपछि गाह्रो भयो मलाई। त्यस पछाडि बाउले फेरि बोलाएर लिएर राखेँ। अनि त्यसरी फेरि पनि खाँदै गयो। प्रभुलाई एकदम चर्च पनि नजाने, अल्छी गर्ने, एकदम त्यसरी गर्ने। छोरा ठुलो हुर्किँदैछ, छोरा भन्छन् बाबा नखानु। अनि त्यसरी गरेर म छोड्नै नसक्ने। मैले घरको सामानहरूबाट लिएर सबै हरेक मैले नगर्ने कुरा के पनि छैन, मैले सबै गरेँ। प्रभुको
दृष्टिमा मैले धेरै पाप गरेँ होइन। अनि मैले नसक्ने स्थिति भयो। अनि मैले एक दिन बाउलाई भने म सुधार केन्द्र पनि राख्यो, मलाई 40,000 रुपियाँ आइसी भाडु पैसा तिरेर पनि राखेर त्यो पनि सकेन। अनि मैले बाउलाई भने यस्तो यस्तो ठाउँमा छ, एक ठाउँमा जान्छस् 1 महिनाको लागि बस, अनि फेरि म तँलाई लिन आउँछु भने। अनि मैले चाहिँ सम्झेँ, म भित्र इच्छा त थियो छोड्नुको लागि। अनि मैले मातासँग पनि गएँ, मातालाई पनि भनेर मैले ताबिज र रुद्राक्षमा दबाई हालेर मलाई दियो नखाने। मैले नगर्ने के होइन, सबै गरेँ। तर मलाई लास्टमा अनि यस्तो यस्तो ठाउँ छ जान्छस् भने, अनि म जान्छु भने। अनि हामी 2 जना पास्टर अनि पास्टरकै छोरा, फेरि बिग्रिने भनेको पास्टरकै छोराहरू हुने रहेछ पराइ जस्तो। अनि गयो, त्यहाँ गएपछि तपाईँको केटाकेटीहरू राम्रोसँग ध्यान दिनु है, यो सुन्नु है, यो मैले भन्नु खोजेको के हो भन्दाखेरि। अनि त्यसरी एडिक्सन भएपछि मेरो बाउले मलाई लिएर गयो। त्यो ठाउँमा लगेपछि म बाहिरबाट नै एकदम चिच्चाउँदै थियो, भुत लागेको आत्माहरू निकाल्दै थियो, कराउँदै थियो, अन्य भाषाहरू बोलिरहेको थियो, यहाँ दुनियाँ भइरहेको थियो। हामी चाहिँ टाढोबाट पुग्ने बित्तिकै घर पुग्नु आँट्ने बेलामा नै हामीले पुरा काट्नु थाल्यो। किनभने हामी त जेजेबलले हामीलाई त पुरा काम गरिरहेको छ शैतानले त। अनि अब प्रभुको उपस्थितिमा जाँदाखेरि त हामी त काट्नु थाल्यो, डराउनु थाल्यो। अनि ला अब हामी त हाम्रो कुराहरू सबै भनिदिन्छ कि हामीले यो खान्छौँ त्यो खान्छौँ सबै भनिदिन्छ कि भनेर हामीलाई डर भयो। भित्रबाट डर बस्नु थाल्यो। भाग्ने हामी योजनाहरू गरेँ, त्यो भाइ अर्को चाहिँ भाग्ने योजना गर्दैथ्यो। अनि त्यसरी गरेर तर पनि हामीलाई त्यो ठाउँसम्म हामी पुगेपछि अनि 1 दिन बस्यो। 2 दिन पछाडि अब त्यो उहाँ त ठुलै एउटा अगमवक्ता होइन, उहाँलाई भेट्न गाह्रै हुन्छ उहाँको घर नगए पनि। र त्यसरी गरेर चाहिँ नेपालबाट यस्तो फल्न आएको छ पास्टर उहाँको छोराहरू लिएर भनेपछि हामीलाई बोलायो माथि गएपछि दाइ आउने बित्तिकै त्यसरी बसेर अनि हामीलाई सोध्यो। उहाँ पनि एउटा डरलाग्दो एडिक्सन हो, सिक्किमको डरलाग्दो एडिक्सन एउटा डिलर मान्छे हो। उहाँलाई पनि प्रभुले चलाएर आज उहाँले ठुलो कामहरू गर्नुभएको छ। र त्यहाँ गएर हेर्दाखेरि मैले 70-80 जना केटाहरू यस्तै बाल यत्रो पनि थियो, ड्रग्स खाने दुनियाँभरको गर्ने केटाकेटीहरू दाइले राखेर त्यो मान्छे बनाएर पठाइरहेको छ होइन। अनि म गएँ, त्यस पछाडि त्यो भाइलाई सोध्यो। अनि त्यो भाइले भन्यो म त बस्नु चाहँदैन भने पास्टरको छोराले, म त बस्दैन, उसले नसक्ने भयो। म भने बस्छ भाइ, 15 दिन भए पनि बस्छ भनेर उसको बाउ रुँदै भन्यो। पास्टर बा तपाईँले मेरो सल्लाह गरिदिनु, मान्छे बनाएर पठाइदिनु भन्यो। पास्टर बाले दाइले भन्यो ठिकै छ, राख्नु नि केही छैन, नेपालबाट टाढोबाट तपाईँहरू आउनुभएको भनेर भनेपछि हामी त्यसरी बस्यो होइन। बसेपछि प्रभुले हाम्रो जीवनमा अचम्म काम गर्नुभयो। हेर्नु म छक्कै परिरहेको छु। म त्यहीबाट अहिले पनि म सम्झिन्छु प्रभुलाई। प्रभुले मेरो जीवनमा अचम्म काम गर्नुहुन्छ। उहाँ देवी आन्टी साक्षी हुन्छ। मेरो आमाले यहाँसम्म कि अब यसलाई नसक्ने भयो, यसलाई दबाई खुवाएर नै मारिदिने भन्नेसम्म प्रोग्राम बनायो। अति गरेको छु मैले, गाउँ समाजमा नराम्रो, प्रभुमा नराम्रो, परिवारमा नराम्रो, त्यस्तो गरेको छु मैले होइन। अनि अब यो छोरा हुँदैन, अब यो छोरा एउटा मऱ्यो भन्ने हाम्रो अब त्यही आमा रुँदै त्यसरी भन्नुभयो। अनि बाउ पनि अब के गर्ने, जे भए पनि एउटा छोरा ठुलो छोरा हुँदैन भनेर बाउले पनि कोसिस गरिरहेको थियो। त्यो ठाउँमा गयो। त्यो ठाउँमा पुगेपछि बिस्तारै बिस्तारै म प्रभुको नजिक जाँदै गयो। अनि म अलिकति कामहरू गर्ने यताति होइन, भातहरू पकाउने कुकतिर पनि म गर्छु। अनि त्यहाँबाट मैले कुकहरू पनि गर्नु थालेँ। त्यहाँ त्यसरी गर्दै प्रभु सेवाई गर्दै त्यहाँ भित्र पकाउँदै गर्दै 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 प्रभुले अचम्म गर्नुभयो। अनि म एकदम त्यहाँबाट एउटा तयारी हुन थालेँ। म भित्र हृदयबाट म तयारी हुन्थेँ, अब चाहिँ म प्रभुको लागि के गर्छु कि भन्ने मलाई आयो। त्यस पछाडि मेरो चेतना खोल्यो। आफ्नो परिवार छोरा छ भनेको सबभन्दा पहिला मेरो त्यो दिमागमा आयो। अनि आएपछि मैले छटपटेँ। अनि मैले दाइलाई भने दाइ म घर जान्छु, मेरो परिवारहरू छ भनेपछि दाइले मलाई माथि बोलायो आइतबारको दिन 11-12 बजी राति। अनि प्रार्थना गरेर भन्यो तिमी जाऊ, तिम्रो कुराहरू सबै मिलिसकेको छ भन्यो। म जान्छु बुबा, म जान्छु, म मेरो परिवारहरू पहिला घर परिवार नै आफ्नो हो, त्यहाँबाट नै प्रभुको काम गर्न सक्छु न, म आफ्नो परिवारलाई लाथालिङ छोडेर म यहाँ काम गर्न सक्दैन भनेपछि अनि म एकदम छटपटेपछि दाइले हुन्छ भनेर प्रार्थना गर्दैपछि अनि त्यहाँ पनि प्रभुले अचम्म काम गर्नुभयो होइन। अब म त केही पनि छैन। अनि दाइले भाउजूलाई भन्नुभयो ऊ हाम्रो इजाक भाइलाई दियो त भन्यो। एउटा खाममा लिएर 20,000 रुपियाँ पैसा दियो मलाई। हेर्नु है, म छक्कै पऱ्यो। म त सुध्रिन आएको मान्छे यहाँ। अनि त्यसरी प्रभुले अचम्म काम गर्नुभयो। 20,000 पैसा दिएर मलाई भाइ यो परिवारलाई र छोरालाई के किनेर थियो है। अनि हुन्छ बुबा आएँ। म फर्केर आएर अब बुढीको घर त कसरी जाने, डाइरेक्ट जानु सकेन, छेउछेउ छ। अनि बाउकोमा गयो होइन। अनि त्यस पछाडि उसले चाल पायो आएको छ भनेर, उहाँलाई पनि प्रभुले चलाउनु भयो। अनि आएर मलाई भन्यो किन घरमा नआएको डाइरेक्ट, छक्कै पऱ्यो भने
पुरा एकदम कागजपत्र तल्ला गर्ने छोडेर बुढी किन घरमा नआएको भने अनि मैले होइन म अब आज भर्खर आएको म बसेको दिन भनेर होइन आउनु त्यसरी हामी मिल्यो अहिलेसम्म मिलिरहेको छ होइन अलिअलि ठ्याक्कै हुन्छ परिवारमा तर पनि उसले अचम्म काम गर्नुभयो र यसरी नै गरेर मेरो जीवनमा म कहाँबाट थियो अहिले गाउँ समाज पनि मलाई देखेर छक्कै पर्छ र जुन मान्छेले मलाई नखानु भाइ भनेर सुधार्ने भन्थ्यो उनीहरू अहिले खाएर हिँडिरहेछ अब मैले भन्दाखेरि त राखेन न तँलाई हामीलाई सिकाउँछ भनेर अब मलाई भन्छ होइन अब म के भने अब मलाई पनि अप्ठ्यारो लाग्छ हो त्यसरी प्रभुले नै मैले यसो सम्झेँ मेरो जीवनमा मैले गर्नुपर्ने प्रभुलाई काम भनेको म पढालेखा पनि छैन मलाई नेपाली पनि आउँदैन इङ्ग्लिस पनि आउँदैन होइन तर मान्छे हेर्दाखेरि पढालेखा जस्तो लाग्छ तर म पढालेखा छैन मलाई नेपाली केही पनि आउँदैन म पढालेखा छैन बोल्नु मात्रै आउँछ त्यति हो र अनि प्रभुले चाहिँ अरूलाई उहाँले अघि भन्नुभयो ठिकै मैले त्यस्तै काम गरिराख्नु थियो उहाँले मेरो त्यही भन्नु तपाईँ एउटा एडिक्सनबाट आएको मान्छे तपाईँले एडिक्सनलाई नै तपाईँले फोकस दिएर उहाँलाई नै तपाईँले सुधार्न चाहनुहोस् त्यो नै सबभन्दा ठुलो प्रभुको काम हो भन्नुभयो मैले ठ्याक्कै त्यस्तै 3-4जनालाई मैले लगिसकेको थिएँ र फेरि पनि म कोसिस गर्दैछु अझै जाने मान्छेहरू छ म त्यो कामहरूको लागि ठाउँको नाम चाहिँ तपाईँहरू त्यस्तो छ भने भन्नु एकदम खाएर घर परिवारमा समस्या छ भने मलाई भन्नु म त्यो कुरा गरेर राखिदिन्छु पैसा लाग्दैन एकदम प्रभुको उपस्थितिमा नै बसिराख्ने ठाउँ हो त्यो ठाउँ चाहिँ सिक्किम हो माझिटार सिक्किममा हो त्यो एकदम राम्रो ठाउँ छ त्यहाँ र एकदम राम्रो कुराहरू छ र तपाईँहरू यसरी सङ्गति पनि हुन्छ यहाँ जसरी तपाईँहरूले टुरै पुगेर गर्नुहुन्छ त्यस्तै नै हो र यो इटालीमा पनि हुन्छ हाम्रो बोर्डिङ बुस अनि जसो सेलहरू हुन्छ तपाईँ त्यसमा आउनु सक्नुहुन्छ यहाँ भाइहरू थुप्रै छ बेलबारीमा पनि हुन्छ हामीले र त्यसमा पनि तपाईँहरू आउनु सक्नुहुन्छ र मैले यहाँ आउँदाखेरि आज एउटा कुरा के देखेँ भन्दाखेरि यो ठाउँमा प्रभुले अचम्मको काम गर्नुहुन्छ हामी मैले यो कुरा चाहिँ आफ्नो भित्र एउटा म त्यहाँ बस्दा बस्दा सम्झिरहेको थिएँ किन भन्दा मैले खोजिरहेको र यस्तो ठाउँ हामीले खोजिरहेको छ जुन ठाउँ चाहिँ अहिलेसम्म हामीले पाइरहेको थिएन प्रभुको उपस्थितिमा हामीले गर्नु पाइरहेको थिएन त्यो ठाउँ चाहिँ आज मलाई प्रभुले कहाँ म आज कहाँ जानु आँटेको थियो तर प्रभुले आज लिएर आएर मलाई देखायो यहाँ म त्यसको लागि एकदम धन्यवाद दिन्छु र मण्डली परिवारलाई पनि म एकदम धन्यवाद दिन्छु आदरणीय गुरुआमालाई पनि म हृदयभित्रबाट धन्यवाद दिन्छु र म र मेरो मण्डली परिवार र मेरो परिवारबाट तपाईँहरू सबैलाई पनि फेरि पनि जय मसीह छ र भाइ बहिनीहरूलाई पनि म एकदम इन्करेज गर्न चाहन्छु तपाईँहरू एकदम आफ्नो जीवनमा प्रभुको योजना खोज्नुहोस् प्रभुको योजना के छ मेरो जीवनमा रुनुहोस् कराउनुहोस् प्रभुलाई भन्नुहोस् मेरो जीवनमा के छ प्रभु तपाईँले मलाई देखाउनुहोस् गर्नु त प्रभुले अझ काम तपाईँहरू जस्तो बालकहरूलाई केटाकेटीलाई म देखेर सलमान दा हाम्रो चिन्नुहुन्छ सलमान राईले बोर्डिङ स्कुलमा बच्चाहरू देखाउँछ म देख्छु त्यो बच्चालाई यस्तो शक्तिशाली छ बच्चाहरू छक्कै पर्छु म देखेर बच्चाहरूलाई तपाईँहरूलाई पनि त्यो चलाउनुहुन्छ प्रभुले सबैलाई चलाउनुहुन्छ त्यही कारणले भाइ बहिनी दिदी बहिनीहरू जति पनि छ तपाईँहरू एकदम प्रभुको अधीनतामा हुनुहोस् प्रभुले जे भन्नुहुन्छ त्यही कामहरू हामी गर्नेछौँ र यसरी नै फेरि हामी सङ्गतिमा फेरि पनि भेट हुनेछ र म मेरो 2 शब्द यही राख्थेँ हुन्छ सबैलाई फेरि पनि जय मसीह।